आज हामी पावर पोइन्ट प्रेजेन्टेसनको बारेमा अनलाइन एकदमै फास्ट, एकदमै छिटो होइन कसरी चाहिँ पावर पोइन्ट बनाउन सकिन्छ भनेर मैले यहाँ तपाईँलाई देखाउन गइरहेको छु। हेर्नु है, अब यो चाहिँ यता छ यसको अब यो वेबसाइटको लिङ्क चाहिँ है कुन हो भनेर तपाईँलाई कन्फ्युज हुनसक्छ। प्रेजेन्टी.ai भन्ने छ। यहाँ चाहिँ मैले अहिले यो एउटा नमुनाको रूपमा राखेको छु है, शिक्षामा एआई र उपकरणको प्रभाव भनेर। तपाईँ यसरी चाहिँ बनाउन सक्नुहुन्छ भन्ने एउटा ढाँचा मात्रै हो। र अब जसरी तपाईँलाई मनपर्छ यसले विभिन्न फर्मेटमा बनाइदिने काम गर्छ। एआई च्याटबाट संरचना उपकरण मैले चाहिँ अहिले शैक्षिक अनलाइन प्लेटफर्महरूको बारेमा पनि जानकारी दिउँ भनेर हो। जस्तो शैक्षिक अब रूपमा चाहिँ एआई च्याटबोट र संरचना उपकरणहरू के हुन सक्छन् भनेर मैले दिएको छु। जस्तो च्याट जिपिटी, अहिले लेटेस्ट भएको भनेको च्याट जिपिटीको के हो? च्याट जिपिटी ओपन एआई हो है। ओपन एआईले के काम गर्छ, शैक्षिक लाभ चाहिँ के दिन्छ होइन। यसले यो चाहिँ रिसर्च टाइपको वर्कहरूमा चाहिँ धेरै महत्त्वपूर्ण छ। जस्तो हामीले पेपरहरूको आन्सर लेखनमा चाहिँ यसले उपयोगी भूमिका खेलेको छ। त्यसरी डिपसिक अर्को एउटा नयाँ है चाइनिज कम्पनीले तयार गरेको चाहिँ हो। यो एआई नै हो पनि, तर यसले पनि जसले अनुसन्धान र शैक्षिक लेखहरूको गहिरो विश्लेषण गर्दछ। यसको सुविधाहरू पनि छन्, के छन् हेर्नु होला है। मैले यता तपाईँले प्रेजेन्टेसन कसरी बनाउने, फास्ट रूपमा कसरी बनाउन सकिन्छ भनेर मात्रै देखाउन खोजिरहेको छु। अब जस्तो अन्य प्लेटफर्महरू पनि हुनसक्छन्। गुगल स्कलरहरू तपाईँ रिसर्चसँग सम्बन्ध राख्नुहुन्छ भने गुगल स्कलर चाहिँ फ्री बेस्डमा तपाईँलाई यसले चाहिँ आर्टिकलहरू उपलब्ध गराउँछ। जस्तै खान एकाडेमीले पनि तपाईँलाई एजुकेसनल पनि दिन्छ है। कोर्स र अनलाइन शिक्षाका अवसरहरू बारे तपाईँले मजाले बुझ्न सक्नुहुन्छ यसमा। यो एउटा तपाईँलाई मैले अब भनौँ न फर्मेटको रूपमा कसरी चाहिँ फास्ट बनाउन सकिन्छ भनेर मात्रै देखाएको छु है। तपाईँलाई युज गरेर हेर्नु होला। यस्तै धेरै अरू पनि छन्, तर यो चाहिँ सजिलो लाग्यो मलाई चाहिँ। तपाईँलाई पनि मेबी सजिलो लाग्न सक्छ भनेर मात्रै हो है।